पछिल्लो समय महानगर उपमेयरसँगै टकरावका बीचमा मौन रहेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बालेनले सरकार र हितेन्द्र देव साक्यप्रति तीव्र कटाक्ष गरेका छन्। महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै चर्को आलोचना र व्यङ्ग्य समेत गरेका छन्। पछिल्लो समय हितेन्द्र देव साक्य नयाँ एमडी भए लगत्तै लगातार बिजुली जान थालेपछि जनताहरू आक्रोशित हुँदै गइरहेका बेला मेयर बालेन्द्र शाहले यस्तो कटाक्ष गरेका हुन्। बिहिबार र शुक्रबार त झनै 2 दिन लगातार झ्याप झ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबुक मार्फत सरकार र जनता दुवैतिर कटाक्ष गरेका छन्। देशले डुबाउँदा पनि जनताले नबुझेपछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ। उनले लेखेका छन्, हेप्ने सरकारलाई जनताहरूले लामो समयसम्म प्रताडित भइरहँदा पनि जनताहरूले कुरा नबुझेको र सरकारले मेरो पावर यो छ है भनेर बत्ती काटेर जनताहरूलाई आफ्नो पावर देखाएको भन्दै मेयर बालेन्द्र शाहले यस्तो कटाक्ष गरेपछि बेला राजनैतिक वृत्त समेत तरङ्गित भएको छ।